मॉर्निंग, वेलकम टू माय यूट्यूब चैनल सुभाष बंतवा। फिर से एक बार आप सभी को हार्दिक अभिनंदन, सुस्वागतम मेरे चैनल पर। आप लोग कैसे हैं? अच्छे ही होंगे। तो आज मैं आपका हमारा EFR सलवा जो है इसके अंतर्गत कुछ छोटे मोटे से बड़े बड़े मंदिर का दर्शन दिखाऊंगा। मेरा मंदिर का दर्शन कराने का इच्छा है। तो अभी मैं आ गया हूँ यहाँ पर SBQ लाइन बोलते हैं, सेकेंड बटालियन में, जहाँ पर हमारा जो भी भैया लोग और हजम भैया लोग रहते हैं उन्हीं का परिसर में आया हूँ मैं। तो आपको सर्वप्रथम यहाँ का मंदिर का मैं नज़ारा दर्शन कराऊंगा, देखिएगा। दिखाने जा रहा हूँ आपको छोटी सी एक मंदिर, SBQ लाइन जो बोलते हैं, वो यहाँ पर शिव दर्शन कीजिएगा। यहाँ का परिवेश बहुत अच्छा है, बहुत राम्रो छ। यहाँ पे हाम्रो सलवा हामी धनी छौँ किनभने रुखपातहरू हाम्रोमा ज्यादा छ। निमको रुख छ, निम पत्ता त्यसको मुनि चाहिँ हाम्रो शिवजीको यो चाहिँ हो सेकेंड बटालियन अंतर्गत फॉलोवर्स लाइन के समक्ष SBQ रहते हैं, जहाँ लोग भी रहते हैं वहाँ को चाहिँ यो नजारा एउटा SBQ लाइन हो। छोटी सी आपको मैं लेके चलता हूँ फिर दूसरे मंदिर पर। हमारा ये सलवा के अंदर कितना मंदिर है यहाँ से दिखाने। यहाँबाट अर्को मन्दिरमा लान्छु तपाईहरुलाई दर्शन गर्न। के छु EFR सेकेंड बटालियन का जो शिव मंदिर है यहाँ पर, यहाँ का छोटी सी झलक और आपको दर्शन कराऊंगा। दर्शन गर्नु होला। शिव मंदिर EFR सेकेंड, यहाँ को परिसर यस्तो छ, देवदारहरू यस्तो राम्रो भएको छ। यहाँ को मंदिर को नमो शिवाय पूजा पाठ भइसकेको छ। टाढोमा छ, त्यसले गर्दाखेरि ताला लगाइएको छ। वो ताला छैन रहेछ र म भित्र पस्दैछु। यहाँको नजारा म देखाउँछु। यो शिव मंदिर हो सेकेंड बटालियनको। हेर्नुहोस् यहाँको रुखपातहरू, फुलहरू हेर्नुहोस्। यहाँ बस्ने जग्गा अनि विशेषतः यो जुत्ता राख्ने जग्गा। यो नन्दी म मेरो जुत्तालाई म यहीँ नै राखेर जान्छु र नन्दी महाराज को दर्शन गर्छु। म तपाईलाई दर्शन गराउँछु र नन्दीलाई म कुछ नन्दीको कानमा गर्नु पर्यो नि, होइन? यो यसरी अब नन्दी त यो ठुलो छ एकदम। र यो श्री श्री कृपेश्वर धाम हो सेकेंड बटालियनको। यही शिवरात्रि पूजाहरू माने नित्य प्रतिदिनै यहाँनिर सन्ध्या आरती, बिहानीको आरती अघि सबै हुन्छ। र अहिले चाहिँ सकेर चाहिँ पूजा पाठ सकेर चाहिँ यो बन्द छ। जय दियो बलिरहेको छ र यो तपाईको हो सेकेंड बटालियनको मन्दिर कृपेश। म अब यहाँबाट प्रस्थान गर्छु, अर्को जग्गा जान्छु। हेर्नु, आज तपाईहरुलाई मन्दिरको पुरा दर्शन गराउने इच्छा छ मलाई, बुझ्नुभयो? र हेरौँ नाचगान मात्रै भएर पनि हुँदैन, अघि मन्दिरको दर्शन हुनु जरुरी छ। र यो मन्दिर प्राङ्गणलाई छोडेर म बाहिर जाँदैछु। यहाँको गेट पातहरू हेर्नुहोस्।
गरेँ। अब अर्को जग्गा जानु छ। म निस्केँ, अब जाँदैछु अर्को मन्दिरमा। सेकेन्ड बटालियनको दुर्गा मन्दिर आएको छु र दुर्गा मन्दिरको नजारा हेर्नुहोस्। म तपाईँलाई देखाउँदैछु। मेरो साथी हुनुहुन्छ, उहाँ मेरो जिग्री फ्रेन्ड हो, एकदम मिल्ने र कृष्ण सर, उहाँ सिनोदा भेट्न आउनु भएछ, धन्यवाद छ। इस्टर्न फ्रन्टियर राइफल सेकेन्ड बटालियन श्री उहाँ दुर्गा पूजा महोत्सव 2024 जुन चाहिँ गरेको यो दुर्गा मन्दिर यो अहिले बन्द छ। तपाईँलाई र पनि यहाँको नजारा म देखाउँदैछु। यो बस्ने जग्गा हेर्नुहोस्, यहाँको दुर्गा पूजा हुन्छ त्यति बेला धेरैजना बाहिरबाट पनि आउने गर्दछन् दर्शनको निम्ति। त्यसले गर्दा यहाँ सिक्किमेहरू यस्तो किसिमको यो बहुत पुरानो मन्दिर हो। 1962 सालमा जन्मेको सेकेन्ड बटालियन है। र म अब यहाँबाट निस्किँदैछु, म अर्को जग्गामा तपाईँलाई लगेर जान्छु। अब म निस्केँ दुर्गा मन्दिर सेकेन्ड बटालियनबाट र अघि गएर तपाईँलाई अर्को एउटा नजारा म देखाउँदैछु। तपाईँहरूलाई लगेर जाँदैछु हाम्रो थर्ड बटालियनको शिव मन्दिर। यो टाढोमा छ, त्यसले गर्दा म यसलाई म कभर गरिहाल्छु आजको लागि। भोलिको दिनमा अरू मन्दिरहरू म तपाईँहरूलाई देखाउने नै छु। र हाम्रोमा आस्था यति नै राम्रो छ। फोर्समा भएर पनि हामी हरेक पर्व हरेक पूजालाई हामी भव्य रूपमा मनाउने गर्दछौँ यथाशक्ति अनुदान सङ्ग्रह गरेर। र यो एएफआर थर्ड बटालियनको एरिया हो र यहाँनिर अहिले पुरा बाटोहरू ठिक यो छैन कि पगडन्डी टाइपको छ। तरै पनि जे पनि होस् हामी मान्छौँ मन्दिर वन मन्दिर भन्ने कुरो आत्मविश्वास बढ्छ होइन। भगवानको प्रार्थना गर्नु जरुरी छ, भगवानलाई दर्शन गर्नु जरुरी छ, भगवानको प्रसाद खानु पनि जरुरी छ। प्रसादको विषयमा भनिहालेँ। प्रसादको अर्थ मेरो भ्यूमा चाहिँ प्रभुको साक्षात दर्शन, प्रभुको साबाट साक्षात दबाट दर्शन हो कि भन्ने मलाई लाग्छ। र म यहाँ आइपुगेको छु अहिले एएफआर थर्ड बटालियनको शिव मन्दिर। हेर्छु यहाँ के रहेछ कसो रहेछ म तपाईँलाई। इस्टर्न फ्रन्टियर राइफल्स थर्ड बटालियनको शिव मन्दिर प्राङ्गणमा यसको वरिपरिको दृश्यहरू तपाईँहरूलाई समेटेर देखाउँछु, हेर्नुहोला। जुन चाहिँ यसमा चाहिँ मेरो जवान साथीहरू बस्ने गर्दछन्। टाढोमा छ तर सुव्यवस्थित छ। बाटोको अलिकति प्रब्लम छ वर्षाकालमा। र यहाँ हेर्नुहोस्, यहाँको बिल्डिङको परिवेश एकदमै राम्रो छ। बाटोघाटो जे भए पनि ठुलो गाडीहरूसम्म आउने एउटा बाटो छ। र म तपाईँहरूलाई अब हाम्रो एएफआर थर्ड बटालियन, म पनि थर्ड बटालियनको हो र शिव मन्दिरको बाहिरीको दर्शन, किनभने पूजा सकियो र गेट बन्द छ, यहाँबाट देखिँदैछ। र म तपाईँहरूलाई भित्र लगेर जाँदैछु। यहाँको परिवेश यो चाहिँ हो तपाईँको गेट छ होइन। अब गेटबाट इन्ट्रेन्स गरिसकेपछि यहाँनिर हेर्नुहोस् यो बुट्सहरू टोपीको स्पेसिस होइन। र म दुईपट्टि नै यसरी सजाउँछ यहाँको बाटो जाने दर्शन गर्नु। र यहाँबाट सुरु हुन्छ। सजावट यथावत छ। जबा पुरा फुलिरहेको छ, रातो जबा अघि राम्रो छ। फुल भन्ने फुलै हो होइन। नानी केटाकेटी आत्माले एकदमै शान्ति हुन्छ। नानीहरूलाई देख्दाखेरि पनि, फुलहरूलाई देख्दा पनि, मन्दिरलाई देख्दा पनि, बाबाआमालाई देख्दा पनि, आफ्नो परिवारलाई देख्दा पनि, आफ्नो भ्युवर्सलाई देख्दा पनि मन शान्ति हुन्छ। यो चाहिँ हो एएफआर थर्ड बटालियनको शिव मन्दिर। यहाँ हिजो अस्ति मात्र पनि पूजा भएको थियो र मैले एटेन्ड गरेको थिएँ। यसको भ्यू हजुरहरूलाई मैले देखाएको थिएँ। र म यहाँनिर जुत्ता खोलेर नन्दीज्यूको फेरि पनि म दर्शन गर्छु। नन्दीज्यूको मैले दर्शन गरेँ। दर्शनपछि म तपाईँहरूलाई अलिकति भित्रको नजारा बाहिरैबाट देखाउने कोसिस गर्नेछु। दर्शन गर्नुहोस्, हेर्नुहोस्। र शिवजी
यहाँको दियो जलिरहेको छ। को पनि अब भएर पनि सकिएको छ। यहाँ हाम्रा महानुभाव शिव मन्दिर अप्रिय पत्थर बटालियन सल्वा इनागोरेटेड on the 10th March 2013 अघि कमान्डेन्ट हुनुहुन्थ्यो श्री प्रताप बास महोदय र को थियो भन्दाखेरि चाहिँ इस्टर्न कमान्डेन्ट के लाहिरी साहब है, सिद्धान्त थापा महोदय, राजबहादुर राई महोदय, शङ्कर महोदय, सुबेदार महोदय, नयाँ सुबेदार धनबहादुर महोदय एन्ड एनसिएस जवान 10 मार्च 2013 में चाहिँ पकड र यहाँको बाहिरबाट यहाँबाट यति राम्रो छ। र जय शिवजी सही शिव महाराज। र म यहाँबाट अहिले निस्किँदैछु। यहाँबाट म प्रस्थान गरेँ बाहिरको निम्ति। अब बाहिर जान्छु र आजको मन्दिरको दर्शन है, यसपछि मेरो अफिसमा अलिकति कामहरू छ, कामहरू मिटाउनु पर्छ, यसर्थ म यहाँबाट निस्केर जाँदैछु। बन्तवा बिन्दास बन्तवा भन्ने पनि हुन्छ। र सलुवाको कुछ न कुछ क्लिप लिएर म हजुरहरू समक्ष आउने नै गर्दछु हर समय। र आजको क्लिपमा तपाईहरुलाई अब कस्तो लाग्यो म यहाँबाट निस्केर जाँदैछु अघि, र मलाई कमेन्ट्स गरिदिनु होला अनि शेयर लाइक शेयर गर्ने पनि कष्ट गरिदिनुस्। निस्किसकेँ र बाटोको नजारा म देखाउँछु तपाईहरुलाई। हेर्नुस्, बाटो चाहिँ अलिकति यसलाई बनाउनु जरुरी छ। मैले कृष्ण सरलाई त भनेको थिएँ, तर अब धेरै नै यसमा खर्च पनि छ है, मेहनत पनि छ, मेन पावरको खाँचो छ र मेन पावरको कमी छ हामीमा। र भविष्यमा हुने नै छ यो जग्गा भन्ने आशा छ। यहाँको हेर्नुहोस् बाहिर जाँदै हजुरहरूलाई बाटोमै म अब कतिवटा रिक्वेस्ट गर्छु कि यो च्यानललाई तपाईहरुले ज्यादा शेयर गरिदिनुहोस्। हामी कसरी रहिरहेको छौँ भोसमा अघि, हाम्रो यो अस्तित्व हो इस्टर्न भेली राइफल्स भनेको। हाम्रो जवान साथीहरू, बहुत जवान साथीहरूले आफ्नो देशको रक्षा गर्दा गर्दै अघि कर्तव्यरत अवस्थामा आफ्नो प्राणको आहुति पनि दिएको छन्। उहाँहरूको निम्ति एउटा हाम्रोमा शहीद स्मारक वेदी पनि बनाइएको छ, जहाँ चाहिँ हामी शहीद दिवसको दिन र के अरे 21 अक्टोबरको दिन र के अरे सिल्दा मार्टियर डे मनाउने गर्दछौँ। सिल्दामा जो 15 फेब्रुअरी 2010 में जो घटनामा हाम्रो 24 जना जवानले आफ्नो प्राणको आहुति दिएको थियो, उहाँहरूको स्मृतिमा हामीले यो शहीद स्मारकमा हामी उहाँहरूको स्मृतिमा एउटा सानो शहीद दिवसै हो त्यो पनि अघि, सिल्दा मार्टियर डे। सिल्दाको शहीदहरूलाई श्रद्धाञ्जलीको रूपमा हामी गर्ने गर्दछौँ। त्यो जग्गा आइपुग्नु आँटेको छ, म अलिकति देखाउँछु तपाईहरुलाई। अस्ति मैले भिडियोमा पनि धेरै भिडियोहरू पनि अपलोड गरेको थिएँ र तपाईहरुले यी जवान साथीहरूलाई दिवंगत आत्माको शान्तिको लागि पनि कामना गरिदिनुहोस् अनि शोकाकुल परिवारप्रति पनि संवेदना प्रकट गरिदिनु हुने म सुभाष बान्तावको तर्फबाट हजुरहरूलाई आह्वान गर्दछु। र म अब शहीद स्मारक आइपुगेँ। म यहाँको सानो नजारा म तपाईलाई म देखाउँछु, हेर्नुहोस् अघि।
म गाडीबाट निस्केँ र म देखाउँदैछु तपाईँहरूलाई। चाहिँ हो तपाईँको शहीद स्मारक। सिलदामा जति पनि 24 जवानहरूले हाम्रो साथीहरूले आफ्नो कर्तव्य निभाउँदै माओइस्टको एटेकमा आफ्नो प्राणको आहुति दिएको थियो, उहाँहरूको स्मृतिमा यो शहीद स्मारक बनाइएको छ। र यहाँ 15 फेब्रुअरीको प्रत्येक साल हामी उहाँहरूको स्मरणमा एउटा स्मरण सभाको आयोजन गर्दछौँ र उहाँहरूलाई शस्त्रद्वारा सम्मान जनाइन्छ। यो म आशा गर्छु कि तपाईँहरूलाई राम्रो लाग्यो होला। कोसिस गरिदिनुहोस् मलाई धेरै माया गरेर मेरो जुन चाहिँ मेरो कन्सेप्ट छ, कन्टेन्ट छ, यसमा भागीदार भएर सिल्दा मार्टियर्स हेर्नुहोस्, सिल्दा मार्टियर्स। म हजुरहरूलाई अब बिदा लिन चाहन्छु हजुरहरूबाट र के कस्तो लाग्छ प्रतिक्रिया जनाइदिनु होला र मलाई माया गर्ने कोसिस गर्नुहोस्, कष्ट गर्नुहोस्, जो कि फेरि पनि भोलि आएर भोलिको दिनमा विभिन्न मन्दिरहरूको अरू बटालियनको मन्दिरहरूको पनि म दर्शन निश्चय गराउने नै छु र तपाईँ र तपाईँको परिवारको मङ्गलमय कामना गर्दै यो सुभाष बान्तवालाई बिदा दिनुहोस्। जय हिन्द।